हेलो साथीहरु वेलकम फेरि पनि म तपाईहरुलाई मेरो ब्लगमा हैन। अनि आज म एकदम खुसी पनि छु अनि दुःखी पनि छु साथीहरु। आज चाहिँ मेरो स्पेशल दिन, मेरो जन्मदिन पनि हैन। अनि तर जन्मदिनमै अब बर्थडेमै यस्तो बिरामी भएँ हैन। बिरामी चाहिँ म हिजोदेखि नै थिएँ अनि अब बिरामी भएर हस्पिटल जान आँटेको। आज म ड्युटी पनि गएन अनि हस्पिटल जान आँटेको। अनि एकदमै स्पेसली धेरै थ्याङ्क यू सो मच। भिडियोबाट नै मलाई बर्थडे चाहिँ हिजै मनाइसक्यो नि त नि। अनि दिदीहरूले चाहिँ मलाई सरप्राइज दिनुभयो अनि गिफ्ट पनि दिनुभयो हैन। एकदमै मनदेखि नै धेरै धन्यवाद। अनि अर्को दिदीलाई नै एकदमै सम्झेँ हैन। कृपा दिदीलाई नै एकदमै सम्झेँ किनकि उहाँसँग बस्यो नि त 1-2 महिनै बस्यो होला सँगै। म बिरामी भएको थिइनँ कि अनि अब पहिला अब अलिकति रेस्ट पनि पाइरहेको थिएँ। जनलाई रेस्ट नि पाइरहेको थिएँ। अब ड्युटीबाट आउँथेँ, दिदी चाँडै आउनुहुन्थ्यो, दिदीले खाना बनाएर राख्नुहुन्थ्यो अनि खाना बनाएर राख्नुहुन्थ्यो अनि आउँथेँ, खान्थेँ, सुत्थेँ। मलाई निन्द्राहरू पनि पुगिरहेको थियो अनि बिरामी भएको थिइनँ कि। अनि दिदी ठ्याक्कै जानुभयो, जाने बित्तिकै म त बिरामी भएँ क्या। अनि आउँदा खाना बिरामी भयो भने के भने खाना खानै पर्यो, बनाउनै पर्यो। अनि दिदीलाई नै एकदमै सम्झेँ किनकि यत्रो महिना बिरामी चाहिँ किन भएन होला। अहिले चाहिँ एक्लै भएपछि चाहिँ बिरामी भएँ हैन। त्यति धेरै सिरियस बिरामी पनि छैन। अलिअलि रुगा मर्की लागेको हो। मेरो आवाज पनि हल्का चेन्ज हुँदैछ अनि एकदमै सम्झेँ, मिस यु। अनि मलाई जतिजनाले पनि विस गरिदिनु भयो मेरो बर्थडेमा, हजुरहरू सबैजनालाई धेरै नै थ्याङ्क यू सो मच भन्न चाहन्छु। अब चाहिँ म हस्पिटल जाँदैछु साथीहरू। अनि यति जानु आज म कता जान्छु, के गर्छु। अब बिरामी भए पनि स्पेसल दिन हो, म त हिँड्दिने हो, चल्दिने हो हैन। बर्थडे इन्जोय त गर्नु पर्यो किनकि मैले मेरो लाइफको सेकेन्ड केक काटेको मैले। फर्स्ट म जन्मेको 8 वर्षमा म जन्मेदेखि मैले केकहरू त्यस्तो काटेको थिएन क्या। बच्चामा एकचोटि काटेको थियो, ड्याडले काटिदिनु भएको थियो। अनि त्यसपछि म काठमाडौँ बसेपछि पछि कति 8-9 वर्षपछि, लगभग 8-9 वर्षपछि बल्ल अनि म बाहिर आउनुभन्दा अगाडि, त्यो पनि बर्थडेको दिनै म घर पुगेको थिएँ क्या। मम्मीसँग बर्थडे सेलिब्रेसन गर्ने अनि मम्मीलाई पनि भेट्ने अनि बल्ल म बाहिर आउने, यता आउने भनेर चाहिँ। अनि त्यो पनि कति मुस्किल थियो त्यो टाइममा, त्यो मलाई थाहा छैन त्यो टाइममा। अनि त्यो पनि गयौँ अनि 8-9 वर्षपछि लगभग मम्मीसँग केक काटेको। त्यो फर्स्ट केक थियो मेरो फ्यामिलीसँग। अनि त्यसपछि चाहिँ अनि हिजो भयो, हिजो काटे दिजुहरूले सरप्राइज दिनुभयो। मेरो सेकेन्ड केक काटेको मैले हैन, सेकेन्ड टाइम। किनकि अलिकति हुन्छ नि जिम्मेवारीले बढाउँदै गएपछि अब दुःखमा हुर्केको मान्छेहरू चाहिँ अब यस्तो हुँदो रहेछ क्या। त्यो इन्ट्रेस्टहरू हुँदैन क्या। अब बर्थडे मनाउने, इन्जोय गर्ने, यताउता केकहरू काट्ने त्यो हुन्छ नि। मैले त्यस्तो केही पनि प्लानिङ गरेको थिइनँ। अनि दिदीहरूले चाहिँ हिजो म त सुतिसकेको थिएँ अनि दिदीहरूले केक लिएर आउनुभएको रहेछ। अनि त्यसपछि काटेको। नत्र त्यस्तो हुन्छ नि यताउता त्यो इन्ट्रेस्टहरू नै नलाग्ने क्या। अब उमेर बढ्दै गयो भने त्यस्तै हुँदो रहेछ होइन साथीहरू। अनि फेरि पनि थ्याङ्क यू सो मच मेरो दिदीहरूलाई। अनि क्युट म जत्रै डल दिनुभएको छ दिदीले होइन, एकदम धेरै धन्यवाद। अनि ब्लग स्टार्ट चाहिँ मैले माथि रुममा गर्छु भने बिर्सेछु होइन। अनि त्यही भएर यहाँ मुनि आएर बस वेटिङ गर्दैछु। म बाहिर बस आएको छैन, बस वेटिङ गरिरहेको छु हस्पिटल जानको लागि। त्यही भएर यहीँ बाहिर मैले ब्लग स्टार्ट गरिदिएको। यति जानु साथीहरू आज म अनि चाहिँ म टक्क लगाएर टोकन लिएर बसेँ। अनि टोकन लिइसकेपछि मेरो पालो आयो। अनि त्यसपछि गएँ म बिपी चेक गर्न। बिपी चेक गरेर त्यसपछि गएँ म अर्को ठाउँमा तल। अनि चेकअप गरेर म आएँ फटाफट रुम। म चाहिँ अहिले
रुम आइसकेँ हस्पिटलबाट रुम आएर पनि अनि अहिले चाहिँ आज चाहिँ मेरो बर्थडे हो नि त अनि हामी चाहिँ बाहिर जाँदैछौँ सो रेडी हुन आँटेको अनि आएर म फ्रेस पनि भइसकेँ अनि औषध दिएको छ रुगा चाहिँ मलाई होइन यो रुगा लागेको थिएन अनि यो एसीहरूले गर्दाखेरि चाहिँ झन् रुगा पनि लाग्यो क्या मलाई चाहिँ खोकी मात्रै थियो अनि हल्का टाउको दुख्ने त्यसो थियो अनि अझै खोकीको औषधि यति धेरै छ कहिले खाने यति धेरै औषध दिएको छ होइन अनि अब चाहिँ हामी बाहिर जानु आँटेको लगभग 3 बजिसक्यो बिहानै गएर चाँडै गएर आउने भनेको झन् ढिला भयो क्या अनि अब रेडी हुन आँटेको होइन बाहिर जानुको लागि अनि यो चाहिँ मेरो डल मजत्रै छ हिजो मलाई दिजुले दिनुभएको यो चाहिँ होइन मेरो बर्थडे गिफ्ट भनेर दिजुले दिनुभएको थ्याङ्क यू सो मच म जस्तै छ है पिङ्क कलर दिदीलाई चाहिँ एकदमै पिङ्क कलर मनपर्छ क्या दिदीले हरेक कुराहरू हामीसँगै बस्यो होइन उतापट्टि भिलामा हुँदा सँगै बस्छ अहिले चाहिँ हाम्रो रुम सेम छैन तर बिल्डिङ एउटै छैन अनि दिदीलाई चाहिँ थाहा छ कि मलाई त्यो जे कुरा पनि पिङ्क कलरको मात्रै किन्नु हुने क्या अनि डल पनि पिङ्क कलरको ल्याइदिनु भएछ कि न एकदमै खुसी लागिरहेको छ मलाई मजात्रै छ यहाँ बेडमा यसलाई राख्यो भने म त अट्दिनँ म त यहाँ छेउमा बसिरहेको छु ठुलो छ अनि साथीहरू यस्तै हो सो हामी अब सबैजना ड्युटी गएको छ साथीहरू पनि अब म बिराम भएर गइनँ अनि सो हस्पिटल पनि गएर आएँ अनि दिजु पनि छुट्टी नै छ अनि दिजुले चाहिँ जाऊँ न त यसो बाहिर भनेर चाहिँ हामी कहाँ जाँदैछौँ त भनेर चाहिँ हेर्दै जानु पहिला म रेडी भएर अनि चाहिँ हजुरहरूलाई हा मेरो लुक चाहिँ यस्तो भयो होइन यसलाई चाहिँ म छोडेर जाँदैछु मलाई माया लाग्छ नि त यस्तो राख्नु पर्यो अनि म चाहिँ रेडी भइसकेँ सो अलिकति मोटो भएको छु है मोटो देखिरहेछ नो प्रब्लम खानदानी जानु होइन अनि टक्क म चाहिँ रेडी भइसकेँ अब चाहिँ हामी जाँदैछौँ सो गाइज औषधि नि खाइसकेँ मैले चाहिँ दिउँसोको अब चाहिँ हामी जाँदैछौँ हेर्दै जानु है त साथीहरू अनि म चाहिँ पुगेँ मेरो बर्थडे सेलिब्रेसन होटलमा अनि पहिले बुक गरिसकेको थियो अनि त्यसपछि त्यहाँ चाहिँ धेरै हल्ला भएको कारणले मैले चाहिँ रेकर्ड गर्न भिडियो गर्न पाइनँ सो हेरौँ है त मेरो बर्थडे सेलिब्रेसन Thank you so much all of you my birthday wishes तैनू लगा तो छुपा के रखा खत सजा के तूने मेरी वफा रख अपना बना के मैं तेरे लिए तेरा